सबैजनालाई। अब चाहिँ हामी हाँसको खोर बनाउने दिदीले सघाइदिनु हुँदैछ काठो सार्नु। रानी धरो छ। दिदीले पनि सघाइदिनु हुने अरे। अनि दिदीले सघाइदिनु हुँदैछ। म चाहिँ थाक्यो एकछिन बसेको। आज दिदीले बोकिदिनु हुने अरे। खाली छु भनेर सघाइदिनु हुँदैछ। हौ त्यो ठहराइदिनु नि। त्यसमा त थाम्छ के तर त्यो त थाम्छ होला। अझ यहाँ छ बोक्नु। मेरो हेल्पर चाहिँ चेन्ज भएको बाटै छ। त्यहाँ पक्रिन। घरि बाउ घरि छोरा पक्रे। हजुर छोरी पनि पाइपुगेछ। बनाएको हेल्पर चेन्ज भएको भएकै छ। फेरि एकछिनको लागि हेल्पर चेन्ज भयो। थाकेर रत्तो भएर हाम्रो सामिकले हेर्दैछ। हाम्रो यहाँ सर्टेको नि के गर्ने हुँदैछ। मेरो हेल्परले चाहिँ बाँस चिर्दैछ यहाँनिर। यहाँ लगाउनु लागि चाहिँ चिरेको यसरी। छिटो गर्ने अब जानुपर्छ मम्मीले। हाँस कुखुरा पाल्नु सजिलो छैन। हेलो सबैजनालाई गुड इभिनिङ। फाइनली मैले हाँसको खोर पनि बनाइसकेँ डक हाउस। यो च्यादर चाहिँ टेम्पोरेरी लगाएको, अहिले बादमा अर्को लगाउँछु। यो खोर बनाइसक्दा ओर्दा चाहिँ मेरो गति पनि गएको छ। अब म चाहिँ नुहाउनु जाने। तपाईँलाई के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला। धन्यवाद।